मास आउँदै हुनुहुन्छ एकदमै चर्ची यहाँहरू सबैले मन पराउनु भएको चर्ची सुरेश थापा त्यसै गरी पर्वत खरेल विथ परम्परा ब्यान्डको प्रस्तुति रहनेछ सबैजनालाई यो अवगत गराउँदै अब पनि ढिला नगरी हामी नाच्नुपर्छ जस्तो लाग्दैछ है हुन्छ नजिक आउनु होला म ढिला एकचोटि यहाँहरू सबैले जोरदार ताली बजाएर स्वागत गरिदिनु होला खै त ताली खै त हल्ला खै त थ्याङ्क यू ल आऊ 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 ओहो के भयो मेसरी लड्यो भोलिको पनि केही जानकारी ल फेरि भोलि चाहिँ तपाईहरुले नाटक तिम्रो नाटक कति भइराछ नाटक भोलि चाहिँ 250 र 500 को टिकट लाग्छ हैन 3 बजेसम्म आउनु भयो भने चाहिँ यही 100 रुपैयाँको टिकट लिने हुन्छ हैन भोलि किनभने अलमोस्ट खल्तीबाट हाम्रो टिकट 5000 टिकट सोल्ड आउट भइसकेको छ र भोलि रहेको कलाकारमा चाहिँ हाम्रो दुर्गेश थापा तपाईहरुले भोलि यो सब सेटअपै चेन्ज देख्नुहुन्छ यो तपाईको स्टेज हुन्छ स्टेजको पछाडीबाट कसरी आउँछ दुर्गेश थापा हैन केमा आउँछ यो सबै भोलि नै हुन्छ र 3 बजेसम्म आउनु भयो भने चाहिँ 100 रुपैयाँले धेरै हेर्न सक्नुहुन्छ नत्र 1 2 3 गो स्टार्ट यो सेटअप सबै चेन्ज हुन्छ यस्तै अब दिदीको पालो ल हाम्रो खरेल चिन्नुहुन्छ नि कस्तो लागिराछ कस्तो मेरो मान्छे पोखरामा भनेको छ नि ल ल छिटो छिटो गर्नुस् ल छिटो छिटो खेल्ने छिटो ल अब आजको साने कलाकारहरुमा चाहिँ हाम्रो सानेको फराकलाई चाहिँ यो मिलाइदिनु पर्ने हो त्यो बच्चालाई चढ्नै सकिरहेछ ए छोरी अब उहाँहरु ल जाऊ 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 अहिले मामु मिलाइदिन्छ अहिले र सेटअपको लागि कति कुराहरु आइसकेका छ भोलि यो लाइनरी देखि लिएर तपाईको यो सब चेन्ज हुन्छ आज रातभरि हामी काम गर्छौं र यस्तै गरी म अब हाम्रो स्वर्गीय अरुण थापा दाइलाई चिन्नुहुन्छ अरुण थापा दाइलाई चिन्नुहुन्छ ल ल ल आउनुस् आउनुस् हाम्रो भक्तपुरको मान्छेहरु नि हिजो भयो नि अरुण थापा दाइ भनेको छिटो कति माया लाए पनि भन्ने गीत हो है ल है त उहाँको गीत गाउँछ है त म ए छोरी दुई एउटै ठाउँबाट आऊ न दुईटा दिदी बहिनी छोरी छोरी यहाँ मामुले फराको मिलाइदिन्छ यहाँ त ल जाऊ जाऊ मनमा फेरि त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो जिसु खाइ